जय मसी दा जय मसी अनि सबै भ्युवर्सहरू जो हुनुहुन्छ जो युट्युब अथवा फेसबुक मार्फत जोडिराख्नु भएछ आजको जुन चाहिँ यो भिडियोसँग तपाईँहरूलाई पनि एकदमै वेलकम छ मेरो च्यानलमा अनि दालाई पनि एकदमै वेलकम छ अनि धन्यवाद छ दालाई दाको एकदमै प्रेसियस टाइम निकालेर आज धेरै दिन बाद है दा फ्री हुनु भएर चाहिँ यसरी हामी दाको जुन चाहिँ जीवन गवाई अथवा टेस्टमनी भनिन्छ त्यो हामी दाको मुखबिन्दुबाट हामी सुन्नेछौँ अनि म आशा गर्छु तपाईँहरू पनि एकदमै आशिषित अथवा ब्लेस्ड हुनुहुन्छ भनेर अनि दा तपाईँको इन्ट्रोडक्सन सबैजना जय मसी। हजुर मेरो नाम चाहिँ राजीव है। म खासमा चाहिँ ओरिजिनली चाहिँ सिक्किमबाट तर अब सिलगढीमा बसेको चाहिँ 8-10 वर्ष भयो। अनि सिलगढी आउनु नै मेरो लाइफको खासमा सबभन्दा ठुलो टेस्टमनी चाहिँ त्यही हो क्या। हजुर सिक्किममा बस्दाखेरि जुन मेरो जीवन थियो र सिलगढीमा आएर मेरो जुन जीवन भयो त्यो नै मेरो लागि ठुलो टेस्टमनी छ। किनभने परमेश्वरको इच्छा अनुसारमै म सिक्किमबाट चाहिँ सिलगढी आएको हो। अनि म हुनु त एज अ बिजनेसम्यान हो तर मिनिस्ट्रीमा पनि छु म है। अनि जब चाहिँ मैले बुझेँ कि परमेश्वरसँगको मेरो सम्बन्ध कस्तो हुनुपर्छ भनेर ताकि परमेश्वरले जब मलाई बुझाउनु भयो है, मलाई हृदयमा परमेश्वर बोल्नु भयो तबदेखि मैले बुझ्न सकेँ परमेश्वरको प्रेम। हुन त म विश्वासमा आएको झन्डै 20-22 वर्ष भइसक्यो है। तर कस्तो खालको जीवन थियो मेरो भन्दाखेरि चाहिँ म एउटा नामधारी क्रिस्चियन थिएँ। म चर्च त जान्थेँ म, अब त्यो मेरो एउटा दिमागमा थियो कि क्रिस्चियन भए म चर्च जानुपर्छ भन्ने। तर मैले त्यो कहिले पनि सोचिनँ कि चर्च मेरो लागि कतिको इम्पोर्टेन्ट हो भनेर है। अनि परमेश्वर मेरो लागि कतिको इम्पोर्टेन्ट हो भनेर पनि मैले कहिले पनि सोचेको थिइनँ है। अनि चर्च त जान्थेँ तर चर्च जानेको ठुलो रिजन पनि के थियो भने परमेश्वरसँगको प्रेम भएर गएको थिइनँ हो। मेरो आफ्नो लाइफको लागि गएको थिइनँ। चर्च चाहिँ जान्थेँ म मेरो आमाको, बुढीको, बाबाको डरले हो। किनभने मेरो दिमागमा चाहिँ के थियो भन्दाखेरि चाहिँ म चर्च गइनँ भने मलाई हप्ताभरि मलाई गनगन गर्छ घरमा, चर्च पनि जाँदैन जो। अल्दो सबै कुराको थियो, सफिसियन्ट मेरोमा थियो, म कमाइरहेको थिएँ, बिजनेस गरिरहेको थिएँ है, फ्यामिली पनि थियो। तर पनि कस्तो खालको जीवन थियो भन्दाखेरि जति नै जे नै गऱ्यो भने पनि आई वाज नट सेटिस्फाइड विथ माई लाइफ क्या। किनभने हुन्छ नि जो हामी परमेश्वरलाई जब हामीले माया गर्नु थाल्छौँ र अहिलेको लाइफ र पुरानो लाइफमा मेरो वास्ट डिफ्रेन्स छ क्या। अनि यसरी म चर्च आमा बाउको डरले जान्थेँ। अनि इभन प्रभुभोज पनि म आमा बाउको डरले नै खान्थेँ क्या। अब मैले प्रभुभोज खाइनँ भने फेरि किन तैँले गलत काम गर्दैछस्, तैँले केही कुरा त गर्दैछस्, तैँले किन प्रभुभोज नखाएको भन्नुहुन्थ्यो होइन। अनि परमेश्वरलाई क्षमा मागेर भए पनि प्रभुभोज खान्थेँ। तर मैले त्यति बेला बुझिनँ है यो कुराहरू गर्नुहुने थिएन भनेर। तर यस्तो हो, बाइबलमा पनि लेखेको छ कि जब परमेश्वरको जुन मिराकल हाम्रो लाइफमा हुन्छ नि त्यो गवाई चाहिँ हामीले दिनुपर्छ क्या। त्यो जति हामी गवाई बार्छौँ नि त्यति शैतान ढलेर जान्छ क्या। अनि मलाई चाहिँ एकदमै आई फिल पिस, आई फिल जोय जब म आफ्नो टेस्टमनी सेयर गर्छु नि। भले मान्छेको टेस्टमनी सानो होस् ठुलो होस् तर परमेश्वरले गर्नुभएको मिराकल चाहिँ हामीले अरूको अगाडि हामीले बाँड्नै पर्छ। हुन त वर्सिप पनि एकदमै इम्पोर्टेन्ट कुरा हो है हाम्रो जीवनमा। वचन पनि एकदमै इम्पोर्टेन्ट कुरा हो जसले लाइफ ट्रान्सफर्मेसन हुन्छ। तर त्यो सँगसँगै गवाई पनि एकदमै स्ट्रङ कुरा हो क्या, जसले चाहिँ एउटा गवाई सुनेर अरूको लाइफ ट्रान्सफर्मेसन भएको मैले खुद देखेको छु है।
अनि भाइलाई पनि धेरै धेरै धन्यवाद छ। भाइले पनि हुन त मलाई 2-2.5 महिना अगाडिदेखि भन्नुभएको थियो है, तर मैले भाइलाई भनेको थिएँ, भाइ म पनि प्रार्थना गर्छु भने आज 2-2.5 महिना बाद परमेश्वरले, किनभने हरेक कुराको लागि समय छ नि त, त्यो अनुसार गऱ्यो। अनि परमेश्वरसँगको हुँदा न नहुँदाको जीवन चाहिँ कस्तो छ भन्दाखेरि नि, पहिला परमेश्वरसँग नहुँदाखेरिको चाहिँ जे कुरा पनि मेरोमा थियो आई वाज ओके विथ द्याट, तर मलाई मनमा केही कुराको खुसी नै थिएन नि त। अनि त्यो हुनाले गर्दा आफ्नो काममा मात्रै पछि लागेँ, आफ्नो साथीभाइको पछि लागेँ, इभन मैले आफ्नो फ्यामिलीलाई पनि टाइम दिनु पाइनँ होइन। अनि मेरो बुढी जसले मलाई एकदमै धेरै माया गर्छ, अनि आजको दिनमा म जुन जग्गामा छु मेरो बुढी, मेरो आमा, मेरो बाबाको प्रार्थनाको उत्तर पनि हो। परमेश्वरले त लाइफ ट्रान्सफर गर्नुभएको छ, 110% कुरा हो। तर यसको पछाडि चाहिँ मेरो आमा, बुढी, बाबाहरूले एकदमै बेसी प्रार्थना गर्नुभएको थियो है। अनि त्यो प्रार्थनाको सुनाइ हुनु पनि आज यत्रो वर्ष लाग्यो, तर पनि आइएम भेरी मच ग्रेटफुल होइन। आइएम भेरी मच ब्लेसेड कि अल्टिमेटली मैले चिन्न सकेँ परमेश्वरको माया, चिन्न सकेँ परमेश्वरको हरेक कुराहरू मैले बुझ्न सक्दाखेरि चाहिँ मलाई अहिले मेरो पुरानो पास्ट लाइफहरू मलाई सोच्दाखेरि मलाई धेरैवटा कुरामा रिग्रेट हुन्छ क्या, किन यो कुरा मैले पहिला गरिनँ भन्दा। तर जब म प्रार्थना गर्छु परमेश्वरलाई, परमेश्वरले मलाई हृदयमा एउटै कुरा दिनुहुन्छ कि हे छोरा, हरेक कुराको लागि समय छ र त्यो समय अहिले थियो र मैले तँलाई दिँदैछु भनेर है। अनि मेरो बुढीसित माया गर्थेँ, एकदमै माया गर्थेँ, अब आफ्नो स्वास्नी हो, तर पनि मैले अब उसलाई टाइमहरू दिन सकेको थिइनँ है। मैले फ्यामिलीलाई पनि टाइम दिन सकेको थिइनँ। अनि त्यति बेला मलाई केही कुराको वास्तै थिएन नि त। भइहाल्छ, आखिरमा के छ, अब कमाउने कुरा हो, अब एउटा बिहा गरेपछि कमाउनुपर्छ, कमाइरहेको छु, नानी पढाइरहेको छु, बुढीलाई पनि सबै कुरा गरिदिइरहेको छु भन्ने। तर होइन, बुढाबुढीको जुन हुनुपर्ने सम्बन्ध थियो त्यो कहीँ कुरामा चाहिँ अब एकदम त्यो एउटा स्पेस थियो क्या हो। अनि त्यो कुरालाई मैले फिल पनि गरेको थिएँ, तर पनि मलाई त्यो कुरालाई वास्ता नै भएन होइन, वास्ता नै भएन। अनि मैले त्यो कुराहरूलाई राम्रोसँग याद पनि गरिनँ। त्यो याद नगर्दाखेरि, त्यो वास्ता नगर्दाखेरि हाम्रो बुढाबुढीको सम्बन्धमा पनि त्यो त अभियसली नेचुरल कुरा हो, अलिकति भए पनि स्पेस त आउँछै आउँछ है, विदाउट गड। किनभने गडली लाइफ, किनभने मेरो मिसेस अल्दो हामी बिहा गर्दाखेरि सी वाज इन हिन्दू होइन, तर पनि बिहा गरेपछि चाहिँ किनभने परमेश्वरले रोज्नु भएको थियो मेरो मिसेसलाई होइन। अनि पछि बिहा गरेपछि चाहिँ मेरो मिसेस झन् परमेश्वरमा स्ट्रङ हुनुभयो क्या, एकदमै स्ट्रङ भयो परमेश्वरमा। अनि उल्टा उसले पो मलाई यो कुरा गलत गर्दैछौ, यो कुरामा यो गर्नुपर्छ, यो कुरामा त्यो गर्नुपर्छ, परमेश्वरको अगाडि यो हो, परमेश्वरको अगाडि त्यो गर्नुपर्छ भन्थ्यो। तर पनि अब मलाई केही वास्तै लाग्दैन थियो क्या। अनि त्यसरी गर्दै गर्दाखेरि अब त्यो हाम्रो अलिकति सम्बन्धमा पनि अलिकति माथि तल भयो होइन। अनि त्यहाँदेखि बादमा जब कस्तो खालको लाइफ भयो भन्दाखेरि मलाई आफैलाई जब कुनै कुरामा सन्तुष्ट नहुँदाखेरि चाहिँ त्यहाँदेखि मलाई लाग्नु थाल्यो कि होइन, यो मेरो लाइफमा चाहिँ मेरो सेटिस्फ्याक्सन नभएको, मेरो लाइफमा मैले खोजेको कुरा नपाएको चाहिँ त्यो चाहिँ बिकज अफ एब्सेन्स अफ गड लभ है। त्यो भयो। हुन त म पहिला परमेश्वरसित त्यस्तो गहिराइमा, अब अहिले जतिको म जुन फेथमा चलिरहेको त्यति बेला त्यो फेथमा नहुँदाखेरि पनि परमेश्वरले मलाई धेरै माया गर्नुभएको, हरेक कुरामा परमेश्वरले मलाई गाइड गर्नुभएको, तर पनि त्यो कुरा मैले बुझेको थिइनँ क्या। त्यो नबुझ्दाखेरि चाहिँ मलाई धेरै मनमा कस्तो लाग्यो बादमा होइन। अनि पास्ट लाइफमा अब अरू त टेस्टमनी त झन् अझै कति छ है,
तर स्ट्रङ मेरो ट्रान्सफर्मेसन मेरो लाइफमा जब ट्रान्सफर्मेसन चाहिँ कसरी भयो भन्दाखेरि चाहिँ यो अहिले मैले अगाडि भनेको कुरा चाहिँ अब त्यो भयो मेरो लाइफमा जब प्रभु नहुँदाखेरिको लाइफ कस्तो थियो भन्दाखेरि अनि अब म तपाईँलाई भन्न चाहँदैछु प्रभु हुँदाखेरि अब प्रभु मेरो लाइफमा हुँदाखेरि प्रभुसँगको मेरो एन्काउन्टर भएपछि चाहिँ अब चाहिँ मेरो लाइफ कस्तो छ र कस्तो खालको कुरामा चाहिँ म एभ्री डेको ग्लोरी टु ग्लोरी लाइफमा म उयो भइ सर्भाइभ गरिरहेको छु है सिलगढीमा जस्तो आएपछि अब मैले अघि पनि तपाईँलाई भने है परमेश्वरकै योजना हो सिलगढी आउनुपर्ने मैले सिलगढीमा आएपछि चाहिँ मेरो हुनुहुन्छ मेरो स्पिरिचुअल फादर हुनुहुन्छ स्पिरिचुअल मदर हुनुहुन्छ होइन मलाई एकदमै उहाँहरूले मलाई गाइड गर्नुभएको छ क्या हरेक कुरा आजको दिनसम्म पनि मलाई उहाँहरूले गाइड गर्नुहुन्छ मलाई हरेक कुरामा भन्नुहुन्छ यो गर्नुपर्छ त्यो गर्नुपर्छ परमेश्वरको ब्लेसिङ्स त त्यो त हो नो डाउट होइन तर परमेश्वरलाई पनि केही न केही माध्यम त चाहिन्छ अनि परमेश्वरले मेरो माथिको जो मेन्टर चाहिँ जो मेरो स्पिरिचुअल फादर मदरलाई दिनुभएको छ आई एम भेरी मच ब्लेसेड टु हेभ देम इन माई लाइफ है एकदमै मलाई गाइड गर्नुहुन्छ क्या हरेक कुरामा मलाई गाइड गर्नुहुन्छ प्रार्थनाको जीवन यस्तो हुनुपर्छ अनि मान्छेहरूसँगको सम्बन्ध यस्तो हुनुपर्छ प्रेम भन्ने कुरा यस्तो हुनुपर्छ इभन यो कुरा पनि मलाई गाइड गर्नुहुन्छ उहाँले कि आफ्नो परिवारसँगको सम्बन्ध कस्तो हुनुपर्छ भनेर है अनि हो यो कुरा एकदम सही कुरा हो कि हामी लिडर्सको अन्डरमा बस्नुपर्छ एकदमै बस्नुपर्छ किनभने हामी बस्यौँ भने नै हाम्रो झन् लाइफ झन् ब्लेसेड हुन्छ है अनि परमेश्वरसँग एन्काउन्टर भएको त मेरो बेसी पनि भएको छैन होइन 1.5 वर्ष भयो जब 1.5 वर्षमा चाहिँ मैले थाहा पाएँ कि होइन परमेश्वर चाहिँ मेरो जीवनको एकदमै फर्स्ट प्रायोरिटी इज माई गड अरू कुरा भन्दा पनि फर्स्ट प्रायोरिटी इज माई गड भन्ने जब मेरो हृदयमा भयो तबदेखि चाहिँ जब त्यहाँदेखिको जब म एकदम स्ट्रङ सेवकाइमा हृदयबाट त्यो कसैको करकापमा होइन है अब यो गवाई चाहिँ मेरो विलिङलेसको मेरो विलिङमा म परमेश्वरसँग बिताउँदैछु जीवन पहिलाको मेरो पास्ट टेस्टमनी चाहिँ त्यो मेरो फ्यामिलीको फोर्सफुली लाइफ हो दुईटा लाइफमा चाहिँ एकदमै डरलाग्दो डिफरेन्स होइन अनि अहिले चाहिँ जब म एकदम विलिङली इच्छाले बाई फेथ हरेक कुरामा क्या उठ्ने बित्तिकै पनि परमेश्वरलाई धन्यवाद दिन्छु क्या मलाई आजको जीवन तपाईँले दिनुभयो त्यो जीवन जब म परमेश्वरलाई उठेर म धन्यवाद दिन्छु म प्रार्थना गर्छु यति साह्रो मेरो लाइफमा आनन्द फिल म गर्छु क्या अनि म चाहिँ यही कुरा चाहिँ म सोच्छु कि प्रभु ठिकै छ पहिलाको लाइफमा अब त्यो सब कुराको घटी कमी थियो आनन्द थिएन है तर अहिलेको लाइफमा अरू कुरा घटी कमी भयो भने पनि मलाई वास्ता छैन तर परमेश्वर तपाईँसँगको मेरो सम्बन्ध चाहिँ घटी कमी हुनु भएन प्रभु तपाईँ र मेरो सम्बन्धमाको बिचमा केही कुरा आउँदैछ भने चाहिँ त्यो कुरालाई म वास्ता गर्दिनँ चाहे त्यो फाइनेन्सियली नै हो चाहे त्यो अरू फ्यामिलीबाट नै आउने जेसुकै होस् चाहे मेरो साथीभाइबाटै आउने जेसुकै होस् त्यो जुन चाहिँ बिचमा आउँछ नि एउटा ग्याप क्या त्यो चाहिँ तर म गुमाउनु चाहदिनँ क्या किनभने मैले रियलाइज गरेको छु र मैले अहिले फिल गरेको छु नि त अहिलेको मेरो लाइफ होइन अहिले प्रार्थना गर्छु मलाई प्रार्थना गरेपछि यति ज्यादा मलाई आनन्द लाग्छ आफूलाई होइन परमेश्वरलाई धन्यवाद दिन्छु अनि परमेश्वरको स्तुति प्रशंसा गर्छु अनि हरेक कुरामा परमेश्वरलाई नै फर्स्ट प्रायोरिटी राखेर म मेरो लाइफमा म अघि बढ्छु है अनि हुन त अब हामी संसारमा छौँ कतिवटा घटी कमी हामीमा आउँछ तर म चाहिँ जहिले पनि मलाई चाहिँ एउटै कुरामा चाहिँ मलाई के ढुक्कै लाग्छ भन्दाखेरि चाहिँ परमेश्वर मेरो जीवनमा छ ढिलो छिटो जेसुकै होस् तर हुनु चाहिँ हुन्छ
त्यो भएर पनि गएको छ है। यदि हामीले बाई फेथ आजको दिनमा हामीले केही कुरा परमेश्वरसँग माग्यौँ भने परमेश्वरले त्यो कुरा 110% दिनुहुन्छ, दिइ पनि रहनु भएको छ। यति हो, हरेक कुराको लागि समय चाहिँ चाहिन्छ है। अब यस्तो हो, मेरो लाइफमा म विश्वासमा आएको 20-22 वर्ष अघि तपाईँलाई भने प्रभुले चाहेको भए त म पहिला ब्याप्टिजम लिने बित्तिकै मलाई प्रभुसँगको रिलेसन दामी गराउनु अब हुन्थ्यो होला नि त त्यो। तर सायद त्यति बेला अब केही न केही कुराले बाधा थियो, समय थिएन। तर अहिले परमेश्वरले त्यो समय जुटाउनुहुन्छ नि त है। अनि जसरी अब हामीले अब बाइबलमा गयो भने उत्पत्तिमा गयो भने, हामीले जेनेसिसमा गयो भने परमेश्वरले चाहेको भए त एकै दिनमा सबै कुरा सृष्टि गर्नुहुन्थ्यो नि त। तर परमेश्वरले किन डे बाई डे त्यो सृष्टि गर्नुभयो, किनभने सबै कुराको टाइम छ नि त। अनि म पनि त्यही कुरा सोच्दा चाहिँ मलाई क्या खुसी लाग्छ क्या। हुनु त मलाई अब त्यस्तो रिग्रेट पहिला चाहिँ लाग्थ्यो रिग्रेट प्रभु अब त्यत्रो 40+ भइसक्यो, अब त कसरी मिनिस्ट्री गर्नु। तर मसाको कुरा टक्कै बाहिरमा पर्दाखेरि चाहिँ आफूलाई क्या आनन्द लाग्छ क्या। एज डजन्ट म्याटर क्या। परमेश्वरको राज्यको लागि चाहिँ, किनभने परमेश्वरले सानो उमेरदेखि नै चलाउनु भएको हो नि त होइन। अनि त्यसै कारण एज डजन्ट म्याटर। अनि मलाई चाहिँ मलाई लाग्छ कि अनि जब परमेश्वरसँगको मेरो एन्काउन्टर भयो, त्यहाँदेखि जब म सेवाकाईमा अघि बढेँ है, मलाई परमेश्वरले विभिन्न कुरामा मलाई एचिभमेन्ट दिनुभएको छ क्या। यति राम्रो राम्रो गिफ्टहरू दिनुभएको छ प्रभुले मलाई, जुन कुरा त मैले लाइफमा कहिले सोचेको पनि थिइनँ। त्यस्तो ब्लेसिङ्स मलाई दिनुभएको छ परमेश्वरले। अनि म चाहिँ यही कुरा सोच्छु क्या, अरे जब परमेश्वरले यो सब मलाई ब्लेसिङ्स दिइरहनु भएको छ, सबै कुरा दिइरहनु भएको छ भने त किन अब म पछि हट्ने। म त अब पास्ट लाइफमा त कुनै हिसाबले पनि म त्यो त जाँदै जाँदिनँ नि त। बरु अझै म त जतिजना, किनभने हेर्नुहोस् एउटा कुरा के छ भने कतिजना अब यो भिडियो जसले हेर्नुहुन्छ है, मलाई यो लाग्छ कि अहिले कतिजना हुनुहुन्छ होला वाइफहरू है, जसले प्रेयर गर्छ बुढाले यस्तो गर्छ, बुढाले त्यस्तो गर्छ भनेर प्रार्थना गर्नु चाहिँ नछोड्नुहोस्। परमेश्वरले त्यो तपाईँको प्रार्थनाको उत्तर चाहिँ पक्का दिनुहुन्छ। तर कुनै कुराको स्टेप चाहिँ नलिनुहोस् कि ताकि बुढाबुढीको बन्डिङै हमेसाको लागि टुट्ने। त्यो चाहिँ किनभने मैले पनि सोचेको, अब अहिले त अब हुनु त वाइफ मेरो बाहिर बस्छ है। अनि अहिले त अब मेरो इच्छा त्यही हो कि अब परमेश्वरले 2026मा त हामी बुढाबुढीलाई फेरि सँगै राख्नु हुने भन्ने। किनभने यस्तो भने जुन कुरा हुन्छ पवित्र आत्माले पनि त्यही कुराको प्रार्थनाको अगुवाई गर्नुहुन्छ नि त। अनि यो कुरा पुरा भएर पनि जान्छ है। अनि म चाहिँ यति साह्रो आफूलाई ब्लेसेड फिल गर्छु त कि ब्लेसेड नै छु अहिलेको जीवनमा चाहिँ। तर यति चाहिँ हो, हाम्रो लाइफ चाहिँ हामीले बाई फेथ सर्भाइभ चाहिँ गर्नु पर्यो। अनि टेस्टिमनीहरू दिन मलाई दामी लाग्छ टेस्टिमनी क्या। एकदमै मलाई राम्रो लाग्छ टेस्टिमनी दिनु। किनभने एउटा त अब टेस्टिमनी दिँदा एउटा घटना याद आयो तपाईँलाई। एकखेप नेपालमा एउटा मान्छे अन्य जाति ड्याम्मै भएको जग्गामा एउटा ओपन एरियामा एउटा ठुलो यस्तो क्रुसेड राखेको बेलामा एउटा मान्छेले टेस्टिमनी दिएको थियो। अब त्यो टेस्टिमनी यस्तो पावरफुल थियो अरे कि इन्स्ट्यान्ट 300जना मान्छेले ब्याप्टिजम लिए अरे। सोच्नुहोस् त, भनेपछि गवाई भन्ने कुरा कति पावरफुल छ मान्छेको लाइफमा। एकदमै पावरफुल हो नि गवाई भनेको त। किनभने मान्छेको लाइफ ट्रान्सफर। अनि त्यही कारण चाहिँ हाम्रो लाइफमा मिराकल हुँदाखेरि चाहिँ है, अनि जुन मिराकल हाम्रो लाइफमा हुन्छ नि त्यो चाहिँ हामीले सेयर गर्नै पर्छ। किनभने त्यो मिराकल चाहिँ हाम्रो सीमितको लागि आएको कुरा होइन नि त। त्यो चाहिँ परमेश्वरले हामीलाई बाँड्नु लागि नै दिनुभएको नि। अनि भाइले यस्तो असल गर्नुभएछ
परमेश्वरको राज्यमा जुन भाइले टेस्टमनीहरू कलेक्सन गर्नुहुन्छ, टेस्टमनी अब युट्युबमा हालेपछि फेसबुकमा हालेपछि वर्ल्ड वाइड जान्छ है। अनि यो भाइलाई पनि परमेश्वरकोबाट आएको एउटा ब्लेसिङ हो नि त, अगुवाई भएर त भाइले गर्नुभयो, नभए त भाइको पनि यस्तै बिजी सेड्युलमा यसरी भिडियोहरू लिने त समय जान्छ नि त। तर परमेश्वरले चाहिँ भाइलाई यस राज्य यो कुरामा चाहिँ यति ठुलो भाइलाई आशिष दिनुभएको छ परमेश्वरले कि यो टेस्टमनीले चाहिँ नि भाइ शून्यले त आशिष जति पाउँछ नि त्यो भन्दा 10 टाइम्स बेसी आशिष चाहिँ भाइले पाउँछ। त्यो चाहिँ आई फेल्ट क्या। अनि यो कुराहरू छ अब टेस्टमनीमा है। अनि अब हुनु त अब लामो भन्यो भने अब धेरै लामो हुन्छ, तर पनि अब मैले जति पनि तपाईँलाई भने यो धेरै मैले एउटा सर्टकटमा मैले तपाईँलाई भनेको है। दालाई है धेरै धन्यवाद छ दालाई। दाको जुन चाहिँ टेस्टमनी कन्क्लुजनमा हुँदा चाहिँ दालाई है वर्ल्डले जतिवटा कुरो अफर गरिरहेको थियो त्यो कुरोले तपाईँ सेटिस्फाई थिएन पक्का थिएन। दाकोमा वेल्थ पनि थियो, दाकोमा फेम पनि थियो होइन, अन्त दाकोमा हरेक कुरो थियो, तर वर्ल्डले कहिले पनि सेटिस्फाई गर्नु सकेन दालाई भन्ने कुरो है। अन्त दाले एकदमै उहाँको गवाई है, दाले भन्नुभएको छैन कतिवटा कुरो पर्सनल छ है, कतिवटा कुरोहरू, तर पनि हामी देख्न सक्छौँ बुझ्न सक्छौँ दाको जुन चाहिँ टेस्टमनी, उहाँ जिउँदो टेस्टमनी हुन्छ। उहाँको लाइफ देखेर हामी एकदमै प्रभावित छ है, अनि एकदमै खुसी पनि छौँ उहाँलाई जसरी हामी प्रभुमा बढेको देख्छौँ दालाई है। एकदमै हामीलाई आनन्द भएर आउँछ, यो कुरोले हामीलाई पनि एउटा प्रेरणा भएर आउँछ है दा तपाईँको जुन चाहिँ लाइफ टेस्टमनी हामी देखेर होइन। अनि दाले भनिराख्नु भएको थियो जुन चाहिँ है टेस्टमनीले चाहिँ एकदमै काम हुने कुरा गर्छ भनेर है। अनि हामी बाइबल पनि हेऱ्यो भने बाइबल होल इटसेल्फ इज अ टेस्टमेन्ट, ओल्ड टेस्टमेन्ट न्यू टेस्टमेन्ट है, सबै लेखेको कुराहरू भएको कुराहरू अब हुनेवाला कुरोहरू पनि अलरेडी टेस्टमेन्ट गरिसकेको छ। अनि बाइबलमा हेरे अनुसार है परमेश्वर नजदिक हुनुहुन्छ, उहाँ आइराख्नु भएको छ है, हामी रेडी हुनुपर्ने कुराहरू है दा। अरू केही छ त तपाईँको? म लास्टली चाहिँ यति नै भन्न चाहन्छु है। हेर्नुहोस्, चाहे जीवनमा जस्तै स्ट्रगल होस्, चाहे जीवनमा जेसुकै होस्, तर परमेश्वरसँगको सम्बन्ध चाहिँ एकदमै नघटाउनुहोस्, अझै बरु बढाउनुहोस्। त्यो तिर्खाइ तपाईँकोमा राख्नुहोस्, त्यो भोग तपाईँकोमा राख्नुहोस्। परमेश्वरले यति धेरै आशिष दिएर राख्नुहुन्छ, किनभने परमेश्वरले भन्नुभएछ नि, एउटा यस्तो मिठो कुरा परमेश्वरले भन्नुभएछ कि यो संसार सृष्टि हुनु अगाडि नै मैले तिमीलाई मैले चुनिएको हो, रोजेको हो, र पछि तिमीहरूको आमा बाबाले पनि तिमीलाई छोड्छ तर म छोड्ने छुइनँ भने योभन्दा ठुलो आशिषको कुरा हाम्रो जीवनमा के हुनसक्छ र। अनि म यो भन्न चाहन्छु कि परमेश्वर तपाईँको हरेक कुरा परमेश्वरलाई लिएर तपाईँ चल्नुहोस्, परमेश्वरको वचन अनुसारमा जीवन जिउनुहोस्। घटी कमी भन्ने मान्छेको जीवनमा हुन्छै हुन्छ, तर त्यो घटी कमीलाई पुरा गर्ने, त्यो घटी कमीलाई हरेक कुरा हटाउने चाहिँ परमेश्वर हुनुहुन्छ। हामीले चाहिँ केवल हाम्रो परमेश्वरले भन्नुभएछ नि, प्रभुले भन्नुभएछ कि चिन्ता फिक्री जति सबै मलाई देऊ, तिमीहरू निरन्तर प्रार्थनामा लाग। हामी प्रार्थनामा लागौँ, हाम्रो अगाडि आएको अब्स्टिकल्सहरूलाई हामी हटाउनु लागि पनि हाम्रो लागि प्रार्थना हो है। हरेक कुरा हाम्रो लागि प्रार्थना हो, र प्रार्थनामा इम्पोसिबल भन्ने केही पनि छैन। हुन्छ, थ्याङ्क यू दालाई है, थ्याङ्क यू दाको गवाई सुनेर एकदमै आशिषित भएँ म पनि है। अनि जुन चाहिँ दाले रिलेसनसिपको कुरो है, सबभन्दा फर्स्ट एन्ड फरमोस्ट रिलेसनसिपमा प्रभुलाई राख्नुपर्ने कुरो है, मैले बुझिरहेको थिएँ। जुन चाहिँ दाले प्रभुलाई पछाडि राखेर संसारको कुरोहरूलाई अगाडि राख्दा चाहिँ उहाँ अनस्टेबल भएको कुरोहरू म बुझिरहेको थिएँ है। अनि हामी यो जुन चाहिँ टेस्टमनीबाट तपाईँहरू पनि जो हेरिराख्नु भइरहेको छ, म विश्वास गर्छु तपाईँहरू पनि एकदमै आशिषित हुनुहुन्छ भनेर। हुन्छ, थ्याङ्क यू सो मच यति
भिडियोको यति एन्डसम्म तपाईँहरू जोडिनु भएछ नि है, धन्यवाद। अनि हामी फेरि पनि नेक्स्ट टेस्टिमोनियल है भिडियोमा हामी भेट्नेछौँ। सबैलाई थ्याङ्क यू अनि जय मसी।